करोडपति भएर पनि किन भयो झुपडीमा बास? पुरै गाउँले नै माटोको घरमा बस्न बाध्य। यो गाउँ हो भारतको राजस्थानमा रहेको देउमाली गाउँ। यहाँका प्राय सबै परिवार आर्थिक रूपमा निकै सम्पन्न छन्। धेरैजसो करोडपति नै छन्। तर अचम्मको कुरा के छ भने यो पुरै गाउँमा एउटा पनि पक्की घर छैन। मानिसहरू आज पनि ढुङ्गा र माटोले बनेका घरमा घाँसको छानोमुनि बस्छन्। यो गाउँका मानिसहरू देवनारायण भगवानलाई मान्छन्। पौराणिक मान्यता र भगवानको आदेश अनुसार यो गाउँमा कसैले पनि सिमेन्टी वा पक्की घर बनाउन हुँदैन। यदि कसैले नियम तोडेर आधुनिक घर बनाउने प्रयास गरेमा उनीहरूमाथि दैवी विपत्ति आउने जनविश्वास छ। त्यसैले जतिसुकै पैसा भए पनि यहाँका मानिसहरूले आफ्नो पुर्खौली विश्वासलाई पैसा भन्दा माथि राखेका छन्। यहाँका मानिसहरूसँग सयौं बिघा जमिन र हजारौं गाई बस्तुहरू छन्। तर अचम्मको कुरा त यो छ कि यी सबै चल अचल सम्पत्ति न त उनीहरूले किनबेच गर्न नै पाउँछन् न त अरू कसैलाई दिन नै। यो गाउँको सबै परिवारको घर जग्गा पुर्खौली आस्थाको धरोहर भगवान देवनारायणको नाममा गरिएको छ। उनीहरूको विश्वास यो छ कि जे जति छ त्यो सबै भगवान देवनारायणले नै दिएको वरदान हो।